हेलो हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। हेलो गुड मर्निङ सबैजनालाई, स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ तपाईँहरूसँग एउटा जिज्ञासा तपाईँहरूको माझ राख्न गइरहेको छु। यसको एन्सर दिनु होला है त। नफलेको होइन के, फलेको छ। हेर्नुहोस् है, के देखाउनु गइरहेको छ हेर्नुहोस् है। यो काँक्राको केही दोष चाहिँ छैन। हेर्नुहोस् यस्तो फलेको छ नि, आँखै पछि आम्मामा कतिवटा हो, कतिवटा माथिसम्म। तर कुरो कहाँ अल्झियो भने यो छ नि, यस्तो क्या, यत्रो ठुलो ठुलो नाम्लो जस्तो बोट भएको छ। अनि यस्तो चिज चाहिँ मतलब यस्तो नाम्लो जस्तो बोटमा फलेको काँक्रा फलफुल चाहिँ खानु हुँदैन भन्छ। वास्तविक के हो हेर्नुहोस्, यस्तरी फलेको छ कि आँखै पछि। तर बुढाबुढीहरूले चाहिँ भन्छन्, यसो बुढापाकाहरूले चाहिँ नाम्लो परेको बोटको फलहरू चाहिँ खानु हुँदैन भनेर। अब यसलाई के गरौँ, यसलाई के गर्ने अब गाई चाहिँ यसलाई के गर्ने। नाम्लो परेको छ, आँखै पछि फलेको छ, खाने बेला पनि भएको छ। अब यसलाई के गर्ने, आवश्यक सल्लाह सुझाव दिनु होला है त।